हामी आफ्नै गाउँमा फलेको बारीको करेला देखाउँछु। अर्ग्यानिक करेला ल हेर्नुहोस् है आफ्नै बारीमा दोवानमा आफ्नै बारीमा फलेको अर्ग्यानिक करेला। ल हेर्नुहोस् त हाम्रो ओहो अर्ग्यानिक खोर्सानी डल्ले खोर्सानी। खोर्सानी। ल नजिकबाट क्यामेरा झुम गरेर देखाइदिनु त एकपटक। ल हेर्नुहोस् अर्ग्यानिक। अब यहाँ हेर्नुहोस् काँक्रा। ल हेर्नु त तपाईँलाई देखिएन होला म हेर्नु त तेरिका कति हो नि काँक्रा परबाट पनि हेरिदिनुहोस्। सबै हाम्रो यो आमाको मेहनत हो। अनि कागती त्यति नै छ, लिची त्यति नै छ। ऊ त्यहाँनिर कागतीको बोट। ल हेर्नु यहाँ कागतीको बोट। सुन्तला फलेको छ सुन्तला। सुन्तला पनि अझ फल्न थालेछ हौ। उता त झन् भोगटेकै रुख छ। ल यो चाहिँ हाम्रो सुन्तला फलेको छ हेर्नु है। सुन्तला पनि फल्न सुरु गरेको हौ। यता त झन् बाबु त नजाऊ। उता भाइ यो काँक्रा राख त। ए यो करेला राख त। भोगटे हेर्नुहोस् हाम्रो बारीमा के चाहिँ छैन। मकै सुकेर भाँच्ने अवस्थामा अब काँक्रो लाएर अर्ग्यानिक काँक्रो हेर्नुहोस् यो पनि टिप्नु भयो नि। ल हेर्नुहोस् त यो पनि टिप्नु भयो भोलि टिप्नु। त्यो पनि एउटा टिपेर अब भोलि पर्सि त्यो लाएर चाहिँ नुन खोर्सानी दलेर चट्ट लु अहिले चाहिँ यति नै टिपौँ ल। यहाँनिर टिप्न साध्य छैन धेरै छ। ल यहाँ हेर्नुहोस् यहाँ चाहिँ खोला छ। त्यस्तै यहाँनिर अब आँप छ हाम्रो बारीमा। हेर्नुहोस् त आँप। ल यहाँ हेर्नुहोस् अब आँप यो चाहिँ यसपालि चाहिँ हाम्रो एउटा दुईवटा बोटमा मात्रै फलेको छ आँप, नभए चाहिँ आँप मैले बोरा इटरै लगेर खाने गरेको थियौँ। यसपालि चाहिँ ल हेर्नुहोस् वाउ। अब मजाले पाकेको छैन, पाक्ने बेला हुँदैछ। ल ठिक छ। हाम्रो गाउँमा त के खानेकुरा छ है छोरा? आफ्नै बारीमा फलेको। यहाँ त यहाँ झन् झुप्पा। ए त